यो भिडियोजमा चाहिँ मान्छेहरूलाई अभोइड गर्न खोजिरहेको छु सो कसैको प्राइभेसी ब्रेक नहोस् भनेर कहाँ भयो र बाँकी यो यहाँको स्पेसलिटी भनेको टी भएको छ अरू यो चाहिँ डाउन क्लिप भनौँ न यसलाई र यो रहेको छ जेबल समारोहमा यो छ सलाहको सो हाम्रो यो डेस्टिनेसन रहेको छ मे मन्थमा र वेदर यहाँ राम्रो छ यहाँ अलिकति छाया पर्ने रहेछ समथिङ त्यही भएर सो माथि पनि छ जस्तो लाग्यो त्यतातिर खास केही पनि छैन त्यसपछि सो माथि चाहिँ जानु सकिन्छ हामी अनि माथि गएपछि चाहिँ मलाई तपाईँलाई के भन्नु छ यसको बारेमा चाहिँ यो भ्यू पोइन्टको लास्ट पोइन्ट यही हो यहाँ यस्तो म्युजिक पनि चलिरहेको कवाली हामी फर्किँदैछौँ त्यहाँ माथि छ जस्तो लागेको छ मलाई त्यसको लागि फेरि गाडी लिएर अझै माथि गएर त्यो अर्को भ्यू पोइन्ट गर्नुपर्छ यो सो यही नै हो अब कवाली गीत गाइरहेको म्युजिक छ यही नै हो भ्यू यहाँको केही खासै स्पेसलिटी छैन यो हामीले नेपालमा मैले देख्न पाएको छैन यो तर जब पानी सुकेको हुन्छ त्यति बेला चाहिँ देख्न पाइन्छ तर त्योभन्दा बाहेक चाहिँ हामीले देख्न पाउँदैनौँ यो चाहिँ र यही नै रहेको छ तपाईँलाई स्पेसलिटी सो होप चाहिँ तपाईँलाई हाम्रो भिडियो मन परेको छ यदि मन परेको छ भने लाइक फलो र सब्सक्राइब गर्न नबिर्सिनु होला तपाईँको तपाईँलाई सब्सक्राइब गर्नुभयो म अझैको दिनहरूमा अझै भिडियो हाल्नेछु र thank you so much for viewing my videos and liking my videos and I hope so I will get a positive response from your side so that I can add much more videos in futures again. So के भन्न चाहनुहुन्छ आन्टी वर्ड्सहरू यो चाहिँ एकदमै ब्युटिफुल छ अहिले हामीले हेर्दैछौँ यहाँबाट एकदम क्लियर भ्यू अफ सी देख्न नपाए पनि अरू ग्राममा बेस्ट छ चिसो हावा चलिरहेछ त्यही नै हो ल हस् थ्याङ्क यू सो मच बाई बाई ह्याभ फन लाइक लो एन्ड सब्सक्राइब ल थ्याङ्क यू